धेरैले सोध्नु भएको छ कि उहाँहरूलाई चाहिँ हात खुट्टा पोल्छ अरे होइन, हात खुट्टा पोल्नको लागि पनि केही बताइदिनुहोस् न भन्नुहुन्छ होइन। यो हात खुट्टा पोल्नको लागि पनि यही पानीले धेरै राम्रो गर्छ। मलाई पनि हात खुट्टा पोल्थ्यो पहिला पहिला होइन। अनि यसमा चाहिँ अब सदाको जस्तो 1 चम्चा नुन हाल्ने 1 बाल्टिन पानीमा होइन, अनि कागती हाल्ने होइन, अनि सानो टुक्रा अदुवा पनि हाले हुन्छ। अनि आफ्ना सहने किसिमको पानीमा मनतातोमा अनि भर्सक यो चाहिँ खाली पेटमा गऱ्यो भने राम्रो हुन्छ। धेरैले सोध्नु भएको छ कि कुन टाइममा गर्ने भनेर। खाली पेटमा गर्दा राम्रो हुन्छ। अनि हात खुट्टा पोल्ने समस्या भएकोलाई चाहिँ बेलुका सुत्नुभन्दा अगाडि यसमा 10-15 मिनट मनतातो पानीमा डुबाएर सुत्यो भने चाहिँ निन्द्रा पनि राम्रो लाग्छ, फ्रेस पनि हुन्छ होइन। हात खुट्टा पनि पोल्नलाई धेरै कम गर्छ। अनि नि सबैजनाले मेरो भिडियो मन पराएर राम्रो राम्रो कमेन्ट गरिदिनु भएकोमा सबैलाई धन्यवाद होइन। अनि कस्तो हुन्छ मलाई भन्नु ल।